कहाँ जानलाई रेडी भएको? हेलो कुकबिसा। हाई, कहाँ जानलाई रेडी भएको? कहाँ जानलाई? पिकनिक। ल भन त। पिकनिक जानु आँटेको। हामीसँग आउनुहोस् है त। हामीसँग आउनुहोस् है। पस पस मजा हुँदैछ त। आयो ल भनेको झर्दैन। राम्रो पार्कभित्र पस्यौँ होइन। अब यो घामले त टिलिक्क टल्क्यो त। अब हामी चाहिँ जाँदैछौँ अगाडि 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 पार्क घुम्न होइन। ल है त राम्रो हाल्यो होइन। राम्रो यहाँ फोटोहरू राम्रो आउँछ नि। बिस्तारै है। आयो ल अझै ठुलो गरिदिनु अरे। केही हुन्न केही हुन्न केही हुन्न कुकी। ओके ओके ल पक्र पक्र पक्र। मजा कुकबिसा क्या मजा है। ठुलो ठुलो आमा आफै बनाउने। ओके माथि माथि भनेको ठुलो ठुलो अरे। वाह कस्तो मजा है। तिमीहरू पिकनिक आउनुलाई पुरा एक्साइटेड भएको होइन? ल ल ल स्माइल गरेर म्याङमा अझै खेल्ने भन्दै थियो। म्याङमा अझै खेल्ने भन्दै थियो। नखेला भने अहिले लडिझाल्यो भने। माथि नचढ है। नि सानो के देख्यौ? भ्यागु त तिमी भ्यागु त छ त्यहाँ। मजा आयो पिकनिकमा। मजा आउँदैछ। बिस्तारी बिस्तारी। Girls, are you enjoying your picnic? Yes, I like this picnic. Oh, you like this picnic? Okay. Yes, I like Mm. Yes. We are eating now. Oh, we are eating now. You are eating now. ल We are eating. इंग्लिश त खराब भइसक्यो। आज हाम्रो पिकनिकमा म्याटको मात्रै कमी भएको छ होइन। अरू सबै ठिक छ। एकदम दामी तरिकाले चटपटे बन्दैछ है साथीहरू। चाउमिन चटपटे अनि अब हाम्रो आलुदम पनि यता छ। त्यो खानेकुराहरू रेडी भइसकेको छ। अब हामी खानु लाग्दैछौँ। रमाइलो हुँदैछ? मिठो हुँदैछ? ल मिठो। हाम्रो भिडियो बनाइदियो त अनि त्यसपछि थाहा हुन्छ कसरी भनेर। मैले खाएको पनि बनाऊ ल। ल आएँ म राम्री आएँ। भिडियो भइरहेछ होइन? छामाले बनाएको। ओ झाइ पिज्जो यो पेस्ट पकाने सुस्टिका त्यही वाला हो। यो पानी चाहिँ खाएको वाला हो त तिमीले बनाएको भयो हैन हातबाट बहिनी भयो साथी भयो
बाई बाई थ्याङ्क यू मैले मारिदिन्छु त्यही भएर हामीले मस्किटो प्याच लगाएको नि हो त तिमी किन नलाउनु म बिग गर्ल हो नि त मलाई चाहिँदैन अनि यहाँ हुन्छ खाँदैन होइन यहाँ त अब हामी के गर्ने अरे एनिमल्स हेर्न जाने साइलेन्ट साइलेन्ट एक्साइटेड भनेको साइडेड मात्रै हुन्छ उनीहरूको ओ युआर सो एक्साइटेड यताबाट बेबी आइम सो एक्साइटेड टु अरे उसले एक्साइटेड भन्यो नि त अँ अब टु लाउनुपर्छ भने ल लेट्स गो टु सी द एनिमल्स we are going to see the animals. Yes. Okay. We finished Picnic. Our picnic is over. Picnic is over. Picnic is Over. Now it's Number. Let me say, banana. now We'll see animals. animals. Okay. Let's go, friend. Let's go, my friend. Let's go, my friend. Okay. बोक्न लाउने हो कि मेरो छोरी लाग्छ सानो भएको होइन स्ट्रङ गरेर क्याच गर्नु ल स्ट्रेट राख्नु है खुट्टा खुट्टा फोल्ड नगर्नु है बाबा नगर्नु ल अलिक पर बस न बिस्तारी फेरि हात नछोड्नु है लड्नुहुन्छ नि फेरि उहाँ लाइन लागेको हेर न मान्छेहरू अन्त लडिन्छ पो त भए भए लड्छ अलिक माथि गर खुट्टा कस्तो राम्रो है कति मजाले क्याच ह्यान्ड्स क्याच गरेर हिँडेको फ्रेन्ड्सहरू हो हेलो गाइस के भयो खडायो लु हेर एनिमल्स यहाँ पाइथन छ बिग स्नेक छ क्या यहाँ चाहिँ कुखुरा मात्रै देखेँ त कहाँ छ देखाइदियो त यिनीहरूले देखेन मि देख्यौ ऊ यहाँ हेर त मिले देखेन माथि चढ त देख्यो बिग स्नेक बिग स्नेक उही छेउमा क्यान यु सी I not see उही छेउमा यु डिड नट सी स्नेक है हेलो क्याङ्गारु हो यो राम्रो लाग्यो मियाङ मलाई मन परेन सन टर्टोइज देख्यौ So cute this कछुवा ए यिनीहरूलाई होला नि ओके बिस्तारै बिस्तारै हल्ला गर्नु हुँदैन ओके कस्तो क्युट है घर लाग्ने खुम्सी my god माई क्याट बाँदर कहाँ राख्छ त बाँदर त आफै आउँछ बाँदर त आफै आउँछ ऊ हेर स्वानेर so cute doggy hello doggy so cute doggy डक्की है क्युट ऱ्याबिट्स
क्युट हात चाहिँ नलगाए सानो हुँदैन टाढोबाट हेर्ने क्याट जस्तै छ है क्याट होइन यो स्मल खालको लेपर्ड हो खालको लेपर्ड हो अनि ठुलो भएपछि बिग क्याट स्मल लेपर्ड ठुलो हुँदैन यो सानो खालको नि कति क्युट है Guys, cute tiger. You see, guys? कति राम्रो है वाउ हेलो हेलो सर हेलो सर Yes, sir. डिस्टर्ब गर्नु हुँदैन नि तर सानो कति क्युट है त फाइनली हाम्रो पिकनिक ओभर भयो है हामी आउँदैछौँ घर जाँदैछौँ Yes. रमाइलो भयो आज Picnic because आज रमाइलो भयो म साथी म बोल्छु न भन न अनि भन picnic. पिकनिक वाज फन वी इन्जोय द पिकनिक भन न It's doing picnic. ओके नाइस Animal is over. एनिमल It's over. ओभर ओके Now गोइङ होम we are home. ओके ल लेट्स गो बाई बाई Bye bye guys. We see ल tomorrow. ओके See you tomorrow. ल धरानको नाइग्रा फल्स कस्तो डेन्जर भएको है आमा अस्ति त यस्तो थिएन त के डेन्जर हौ ल जाऊ बिस्तारी मे दिदीसँग जाऊ न ए नि बिचरा यसरी जानुपर्ने रहेछ धरानमा यस्तो ठाउँ पनि छ है बिस्तारै छोरी बिस्तारै जम्प नगर कहाँ आइपुगे जस्तै हुँदो रहेछ यहाँ आउँदा त अस्ति नै यस्तो थिएन हौ यहाँनिर कस्तो मजाले धरानको कुद्थ्यो त सुषमा अलिअलि मात्रै भत्किँदा अनि डेन्जर भएको रहेछ अहिले त यति गर्नु पायो भने त केटाकेटीहरू मक्ख पर्छ भन्नुपर्छ गर्दैन इन्स्टामा मात्रै होइन इन्स्टामा होइन नि त फेसबुकमा हालेको फोटो मन लाग्दैन होला भनेको त गर्नु नि फेसबुकमा त कतिजनाको स्टोरी हेरेको हुँदिनँ छोडिदेऊ न फेसबुकमा पनि स्टोरी हेर्नु भ्याउँदैन होइन भ्याउँदैन होइन हेर्दिनँ हौ सन्ध्या अल्छी लाग्छ म त स्टोरी त हेरिदिन्छु त्यो मलाई नोटिफिकेसन अन भएकै मन पर्दैन के सबै त्यो हेरिसक्नुपर्छ के त्यो हुन्छ नि रातो निलो हरियो त्यसो भयो भने कस्तो इरिटेट लाग्छ के म त त्यही कसैको सुनिहालेँ भने चाहिँ हेरिदिइहाल्थ्यो नभए होइन होइन भने त प्लिज ल अझै खेल्ने तिमीहरू अब 5 मिनट है अनि सक्यो ल फाइनली हामी घर आइपुग्यौँ त फाइनली घर आइपुग्यौँ ल बाई 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 बाई